आज मेरो व्रतबन्ध ठीक हो है गाइज। हेलो 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 नमस्ते एभ्रिवान, सबैजना साथीहरूलाई वेलकम छ आजको मेरो न्यू विशेष भ्लगमा। तपाईँहरूमा आज म फेरि उपस्थित भइसकेको छु होइन। एउटा सानोतिनो भिडियो तपाईँहरूमा उपस्थित गर्ने व्यक्ति जो मैले आफ्नो नाम श्रीधर भ्लग भनेर युट्युब च्यानलमा राखेको छु। आज मेरो व्रतबन्ध होइन, विगतको दुईवटा भिडियोमा मैले व्रतबन्धको भिडियो अपलोड गरेर त्यसपछि भिडियो अपलोड गरेको छैन। मैले भ्लगिङ भनेर मैले त्यस्तो गर्दिनँ भनेर मैले चट्ट लेखाएर राखिसकेको थिएँ, टक्क लगाएर होइन। अनि त्यही हो गाइजहरू, मेरो व्रतबन्ध 24 गते वैशाख 24 गते हुन आँटेको छ होइन। आज 23 गते कसार बटार्ने भनेर चाहिँ टक्क आज सबैजना भेला हुनुभएको छ। अनि त्यो भेलामा चाहिँ टक्क कसार बटार्ने अनि रोटीसोटी पकाउने चट्ट खाने होइन, काम गर्ने अनि त्यही नै हुन्छ होइन। भोलि चाहिँ व्रतबन्ध विशेष त्यहाँ तपाईँहरूलाई चाहिँ म भिडियो मार्फत देखाउने कोसिस गर्छु। र आजको पनि केही क्लिपहरू खिचेर राखेको छु, तपाईँहरूले हेर्नु होला। मेरो भ्लगलाई पनि राम्रो मानिदिनु होला होइन। दुईवटा विगतमा त राम्रै भन्नुभएको थियो होइन, सबैले हेर्नुभयो, त्यही हो। थ्याङ्क यू सो मच। र मेरो अन्तिमसम्म भ्लग हेर्नु होला। स्टार्टिङको लागि यहाँ एकान्त ठाउँमा आएर भ्लगिङ गरेको छु, अन्तिमसम्म हेर्न नभुल्नु होला। थ्याङ्क यू सो मच। र यहाँ भाँडाकुँडाहरू चट्टसँग देख्न सकिन्छ, भाँडाकुँडाहरू आइसकेको छ, टेबलहरू यहाँ यता मिठो मुस्कान दिँदै आन्टीले रोटी बनाइराख्नु भएको रहेछ। टक्कसँग रोटी बनाउनु भएको रहेछ अनि खुसी हुनुभयो। म आएर भिडियो बनाइदिएको अनि टक्कसँग राम्रोसँग रोटी बनाएर मलाई फेरि हेरेर हाँस्नु भएको छ। अनि यता आमाहरूले पनि टक्कसँग रोटी बनाइराख्नु भएको छ अनि सबैजना आउनु भएको छ। व्रतबन्धको अघिल्लो दिन आएर काम सघाउनु भएको छ टक्क। अनि यता फेरि अचारको लागि बन्दा कटिङ भइरहेको रहेछ अनि पात गाँस्ने कार्यक्रम पनि चलिरहेछ। अनि यता आमाहरूले मजाले बसेर गफ लाउनु भएको छ, आमालाई देख्न पाएँ होइन। खुसी लाग्यो। अनि व्रतबन्धमा आइदिनु भएको छ। अनि बर्तनको लागि चाहिँ त्यो के भन्छ दुबोको माला बनाउनु पर्ने हुन्छ, त्यसको लागि चाहिँ छाँटकाँट गरेर टक्क हरियो माला चाहिँ व्रतबन्ध लगाइदिने चलन छ, त्यसै भएर चाहिँ बनाउनु भएको छ। अनि यता रोटी बनाउनु माथि घर पनि आउनु भएको रहेछ, तल ठाउँ नभएर हो कि घामले फुलेर के भएर। अनि यता चाहिँ टक्क रोटी बनाइरहनु भएको छ। अनि ठुल मम्मीले केही कुरा भन्नुभएको छ मलाई। मेरो फेरि परीक्षा चलिरहेको छ कि, त्यही परीक्षा चलिरहेको भएर राम्रोसँग भिडियो बनाउनु पनि पाएको छैन। अनि मेरो 23 गते आज पनि इक्जाम दिएर आएको, भोलि 24 गते पनि एउटा इक्जाम छ, बिहानै गएर इक्जाम दिएर आउने। अनि यता फेरि कसार बटार्ने काम भइरहेको रहेछ, मजाले कसार बटारेको चाहिँ मैले खासै याद गरेको थिइनँ। अनि यता चाहिँ दिदी बहिनीहरूले मिलेर खै के गर्नुपर्ने रहेछ, मजाले गरिराख्नु भएको छ। प्लिज अनुरोध गर्दछु कि यो गीतको नाम के हो भनेर, मलाई यति राम्रोसँग याद नै भएन कि के हो, मैले अहिलेसम्म बुझेको पनि छैन होइन। भिक्षा दिने बेलामा पनि यही गीत हुन्छ हे हुँ होइन, त्यस्तो मैले यो गीतलाई मैले त्यस्तो नराम्रो भन्न चाहिँ खोजेको होइन। यो व्रतबन्धमा नै गाउने विशेष गीत होला होइन। अनि त्यसपछि यहाँ रोटी खाने बेला भइसकेको थियो, रोटीमा हाम्रो चाहिँ यो हुन्छ। अनि त्यसपछि ज्यान तताएपछि मैले चाहिँ काम गरेको थिइनँ, टक्क बेदी बनाउने चाहिँ काम पाइसक्यो। बेदी बनाउने कामलाई माटो मुस्ने काम पाएको थिएँ होइन। अनि पण्डितजीको आज्ञाअनुसार टक्क यहाँ लिङ्गाहरू काम भइरहेको थियो। दाइले चाहिँ केराको खाने उकालो ल्याउनु भएको थियो, 4-5वटा चाहिन्छ क्यारे। अनि लिङ्गा गाड्ने काम पनि मैले पनि गरेको थिएँ, मेडो बनाइदिनु भनेर चाहिँ टक्क गोपाल दाइलाई पठाएँ, टक्क भिडियो पनि बनाइदिनु भयो। अनि चाहिँ यता चाहिँ पण्डितजीको आज्ञाअनुसार काम भइरहेको थियो। अनि माटो ल्याएर थुपा दिइसकेपछि चाहिँ यहाँ अष्टकलश बनाउनु हो के हो, यो चाहिँ टक्क बेदी बनाउनु भएको छ पण्डितजीले आफै। अनि यता हुनुहुन्छ हाम्रो मामा माइजूले पनि टक्क काम गरिराख्नु भएको छ। माइजू बिहानैदेखि आउनु भएको थियो, दाइले चाहिँ टक्क यहाँ त मिलाउनु भएको छ। अनि मलाई चाहिने खतरा खुत्रुक सामानहरू छ क्यारे यता त फेरि होइन। अनि टक्कसँग यो चाहिँ मैले भिर्ने जोगीको भेष भन्दाखेरिमा झोली बोक्ने हो। अनि यो झोली बोकेपछि यो मैले लगाउने कपडा, अनि कपडा भइसकेपछि मन्त्र सुनाउँदाखेरि ओड्ने यो के भन्छ रुमाल, पछ्यौरा जे भने पनि भइहाल्यो होइन। मैले जानेको त्यही हो। अनि चाहिँ माला हरियो धुबोमा लगाउने यो माला चाहिँ फ्रेम हो। अनि टक्कसँग भोलिपल्ट भइसकेको छ, सरी मैले अरू भिडियो बनाउनु पाइनँ। इक्जामको समय चाहिँ कालो चिया साथमा र किताब हातमा लिएर चाहिँ टक्क म पढ्न लागेको छु। फाउन्डेसन अफ पपुलेसन भन्ने छ के छ बुकको नाम पनि। अनि च्याप्टरहरू सर हेलेँ। अनि त्यसपछि स्कुल जाने टाइम भइसक्यो इक्जाम दिनको लागि। स्कुल चाहिँ होइन क्यारे कलेज पढ्दैछु म त फेरि होइन। त्यसपछि टक्क चाहिँ यता चाहिँ पूजा गर्नको लागि कन्या बहिनीहरूलाई चाहिँ टक्क बोलाउनु भएको छ। अनि कलेज जान सेटअपमा भइसक्यो। अनि कलेज जानको लागि हतार पनि भएको थियो। यताउति इक्जाममा केही पढेको थिएन होइन।
एक्जाममा केही नपढे पनि टप हान्छु भन्दै म चाहिँ टक्कसँग कपडा लगाएर ड्रेसअप लगाएर हिँडिसकेको छु अनि अहिले चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ यहाँ मैले दाइ मेरो। ल म क्याम्पसबाट आइसकेँ। यहाँ यताबाट आउँदाखेरिमा चाहिँ चट्टसँग सबैजना यहाँ एकजुट भइसक्नु भएको रहेछ मजाले। यहाँ टमाटर कटिङ मजाले भइसकेको छ। यहाँ दाइहरू आइसक्नु भएको छ टक्क माइलो दाइ हाम्रो गोपाल दाइ। यहाँ तरकारीको लागि ल टक्कसँग चाहिँ मैले चाहिँ यो भिडियो चाहिँ बोलेर बनाएको छैन होइन, त्यो चाहिँ तपाईँहरूलाई थाहा छँदैछ होइन। अनि यहाँ टक्क सबैजना काम गर्न आउनु भएको छ। म चाहिँ अब खै बर्तन बोय भन्ने होला। अब बर्तन बोय मान्छेलाई चाहिँ टक्क भिडियो खिच्दै हिँड्दै गर्ने काम छ होइन। अरूको बर्तन भए चाहिँ काम गर्न गइन्थ्यो र भिडियो बनाइन्थ्यो, जाँगर आउँथ्यो होइन। अनि आफ्नै बर्तन छ, अलिकति नर्भस जस्तो पनि भइरहेको छु कि, अनि बोलेर चाहिँ भिडियो बनाएको छैन। अनि यता चाहिँ खाना खाने भान्सा बनाउनको लागि भान्सा त उता भइहाल्यो पकाउनु भएको छ। बसेर खाने ठाउँको लागि चाहिँ शीतलको ठाउँ खोज्नु भएको रहेछ। अनि यता चाहिँ मस्तसँग मण्डप भन्छ के भन्छ पूजा गर्ने ठाउँमा चाहिँ टक्क यहाँ बनाउनु भएको रहेछ होइन। मजाले राम्रो देखिएको छ नि त, फेरि यहाँ टक्क राम्रो देखिएको छ। अनि यता चाहिँ भतिज केटाहरू दिपेश भाइहरू टक्कसँग मजाले यहाँ लडिरहेको रहेछन्। मैले नदेख्ने गरी भिडियो बनाइदिएको छु तिनीहरूको। अनि यता चाहिँ रोटी बनाउन चाहिँ आजको लागि चाहिँ सबैजना आएर रोटी बनाउनु भएको रहेछ। म चाहिँ एक्जाम दिएर आइसकेपछिको यो सबै भिडियो आज हो। अनि यता चाहिँ केरा बोइल गरेको, केरालाई आलु, केरा चाहिँ पाकेको रहेछ। अनि चाहिँ आलु चाहिँ मस्तसँग काँचै रहेछ कि, त्यही भएर छुट्याएर चक्क के गर्नुपर्ने गर्नुभएको छ। ओके ल म चाहिँ नुहाउनको लागि यहाँ खोलामा आइसकेको छु। खोला यहीँनिर छ, माथि चाहिँ अलिकति भिड छ, भिड भएको भएर त्यहाँ नुहाएन होइन। खोलामा शुद्ध पानीले चट्ट बगेको पानी नुहाउनु पऱ्यो भनेर खोल्सामा आएको। खोल्साको दृश्य चाहिँ यस्तो रह्यो। खोल्सामा पानी छ, कुवा हामीले पहिला घरमा पानी जडान नहुँदाखेरि मस्त नुहाउने यो पँधेरो भनेर यही हो। हामीले जे भने पनि यही दुईवटा खोला छ, माथि गइन्छ उतापट्टि पछाडि पनि छ। यो घर तलकोपट्टि अब यहाँ चाहिँ टट्ट नुहाएर चाहिँ शुद्ध भएर पवित्र भएर जानुपर्ने हुन्छ। अनि कपाल सपाल सोहिरनु पर्ने हुन्छ। अब नुहाउनतर्फ लाग्नु पर्छ, नुहाएर चट्ट पवित्र भएर उहाँ के गर्नुपर्छ मैले मनमनै सोच्दैछु कि यो खोल्सामा कति वर्षपछि आएर नुहाएँ भनेर। यो खोल्सामा नुहाउँदाखेरिमा मैले कपडा लगाएको यति याद छैन। कपडा नुहाउँथेँ भनेपछि कति वर्ष भयो तपाईँहरूले चाहिँ यकिन गर्न सक्नुहुन्छ होइन। ठुलो भएपछि फेरि कपडा नुहाएको होइन है, फेरि सानैमा चाहिँ भन्न खोजेको सानैमा चाहिँ कपडा कसरी लगाउँथेन होइन, त्यति राम्रोसँग धेरै पहिलाको जमानामा होइन। अनि म नुहाएर आइसकेँ, केटाहरूले मेरो भिडियो बनाइदिँदैछन् मस्तसँग। अनि चाहिँ यता पूजा हुन पनि आँटिसकेको रहेछ। तलबाट बोलाउनु भएको थियो, शङ्ख मजाले बजाउनु भएको छ। जीवनमा पहिलोपटक हुने व्रतबन्ध स्वयं आज मेरो आफ्नै हुँदैछ र यहाँ अनुभवहरू केही मैले पठुलिरहेको छु। अहिले चाहिँ मसँग क्यामेरा छैन, क्यामेरा खिच्नको लागि मैले दाइलाई चाहिँ दिएको थिएँ र यता चाहिँ दाइले चाहिँ भनिराख्नु भएको, गाइड गरिराख्नु भएको छ कि भिडियो बनाउँदाखेरिमा अलिक सोलो बनाउनुपर्छ भनेर हाम्रोतिर दाइले गाडी गरिराख्नु भएको छ। यहाँ चाहिँ हाम्रो गोपाल दाइलाई मैले भिडियो बनाउन दिएको थिएँ, अलिकति भिडियो चाहिँ हल्लिएर अलिकति फास्ट पनि चले जस्तो मान्नु भएछ। अनि चाहिँ म आफै भिडियो बनाउँदाखेरि मैले पनि नर्भस भएर केही बोल्छु भन्दा सकिरहेको थिएन। अनि नसकेपछि अनि मैले भिडियोसम्म मात्र खिचिरहेको छु र यता चाहिँ आलु पोकाइराख्नु भएको छ, त्यहाँ गएर बोल्न खोजेको छु। अलिअलि भए भिडियो बनाउनु पऱ्यो। ल सानो भाइको व्रतबन्धमा यहाँ आलु पकाउँदैछौँ अचारको लागि। साह्रै मजा ठिक छ। कहाँ व्रतबन्ध गर्ने मान्छेहरू यता हिँड्दै हिँडेको मेरो त्यहाँ कामै भएन अहिलेसम्म। आफ्नो व्रतबन्धमा आफै भ्लग गराउँदैछन् भाइले। कसँग यहाँ चाहिँ केराको काटेर मस्तसँग बनाइसक्नु भएको छ केराको अचारको लागि। विष्णु अङ्कल
खिर पकाउन लाउनु भएको के गर्नु लाउनु भएको हेर्छु है त्यो गरेर टक्कसँग विष्णु अङ्कलले के पकाउनु भएको छ भनेको त तरकारी बनाउनु भएको रहेछ तरकारी कसैले सब्जी भन्छ न हामीले त तरकारी भन्छौँ होइन तरकारी बनाउनु भएको चाहिँ खिर उता बसाल्नु भएको छ एक टपमा चाहिँ खिर छ अनि यता चाहिँ तरकारी बनाउनु भएको छ विष्णु अङ्कलले चाहिँ यता भोज भतेरमा चाहिँ चट्ट विष्णु अङ्कललाई सम्झिने विष्णु अङ्कल हाजिर जे गर्दा पनि विष्णु अङ्कल तरकारी सरकारी बनाउनमा चाहिँ विष्णु अङ्कल अग्रसर हुनुहुन्छ यता तरकारी बनाउनको लागि यता भाइहरूले फेरि बच्चा ग्याङ बच्चा फ्री फायर ग्याङ यहाँ छन् फ्री फायर ग्याङको कुरा गरिरहेको छ यिनीहरू चङ्खे को छ नि यहाँ चङ्खे हाम्रो चङ्खु भाइ छ यो चङ्खु भाइ है चङ्खु भाइ खै अर्को दिपेश कता गयो चङ्खे होइन छैन क्या अरे दिपेश त बिचरा दिपेश स्कुल भइरहेछ घरमा बर्तन भइरहेछ यस्तो कार्य भइरहेछ स्कुल गएछन् बाउ छोरा होइन टक्कसँग स्कुलमा बिदा पनि नपाइने भइहाल्यो अब दाइले चाहिँ पढाउनुहुन्छ अनि दिपेश चाहिँ बाबासँगै गयो फोटो खिच्ने भनेर चाहिँ गएको छ अनि यता चाहिँ दाइलाई चाहिँ शिवजी के बनाउनु भएको छ यता चाहिँ शिवजी बनाइदिइराख्नु भएको छ कालो मुसो खरानी घसेर अनि टक्क रुजराज चाहिँ यता चाहिँ मन्तरमा के भन्छ जनैमा चाहिँ सफ गर्ने मान्छे हो नि त अनि त्यसपछि म यत्तिकै खाली बसिरहेको छु कपाल काट्ने पनि बेला भएको छु म यता बसेर कुरिरहेको छु मेरो काम सकिएर वर्षन सकाउन भनेर बसिरहेको छु अनि त्यसपछि आयो मेरो कपाल काट्ने घडी टक्लु बनाउने घडी तपाईँहरूले हेर्दै हुनुहुन्छ नि जब मेरो कपाल चाहिँ टक्लु भइसकेको हुन्छ होइन अनि यता चाहिँ दिउँसोको घाम छ पानीको लागि भनेर हामीले तिरपाल ओछ्या यताको चाहिँ तिरपाल चाहिँ घामकै लागि हो अनि हामीले तिरपाल पानी आउँछ भनेर ओछ्याएको थियौँ सबैजना आएर काम गर्नु भएको छ छिमेकी भनेको चाहिँ यस्तो हुनुपर्छ नि होइन काम गरिराख्नु भएको छ मजाले खाइ पनि राख्नु भएको रहेछ होइन ठिकै छ काम गर्ने खाने नै त हो अनि रमाइलो हुन्छ अनि यता चाहिँ मेरो कपाल काट्नको लागि रेडी काम भइसकेको छ अनि दिदीलाई चाहिँ कपाल थाप्ने अनि मामाले चाहिँ खौरिने नसके चाहिँ यति कपाल काटेर भए पनि अरूलाई सुम्पिने हो मामाले चाहिँ कपाल काट्नुहुन्न कपाल काट्दाखेरिमा चाहिँ अलिकति के भन्छ रगत आयो भने त्यो गाई मारे बराबर हुन्छ भन्ने जस्तो रहेछ अनि त्यसपछि काट्नुभयो मामाले काटिसकेपछि होइन अब काट्नु दिन्छु भनेर हाम्रो ठुलो बुवाले चाहिँ साइलो बुवाले चाहिँ कपाल काटिदिनु भयो मेरो चाहिँ पछाडि टाउकोमा थोरै पोलिएको थिएँ म सानोमा चाहिँ अनि चाहिँ त्यसैको घाउ छ र दिदीले कपाल थापेर चाहिँ यहाँ थालमा राख्नु भएको छ त कता लगाएर खानु भएको छ होइन अनि चाहिँ राख्नुभएको छ अनि चाहिँ म फेरि खोल्सामा गएर त्यहीँ गएर नुहाएर चाहिँ यहाँ सेटअप बन्नको लागि चाहिँ रेडी भइसकेको छु होइन त्यसपछि यहाँ टिका लगाइदिने काम पाएको रहेछु होइन अनि टिका लगाइदिनु पर्छ भनेर चाहिँ टक्कसँग यता गएर भिनाजुलाई टिका लगाइदिने ठुलो बुवालाई कोकोलाई त्यो 7वटा दुनामध्ये टिका लगाइदिने भन्ने रहेछ हाम्रो यहाँ बाबाजी हुनुहुन्छ अनि भिनाजुलाई गएर मैले टिका लगाइदिन्छु आँगनीभरि मान्छे साथीभाइहरू इष्टमित्र सबैजना हामीले निम्तो गऱ्यौँ सबैजना आउनु भएको छ खुसी लाग्छ अनि मेरो व्रत बन्द भइरहेको छ उहाँहरूले हेरिराख्नु भएको छ र म तपाईँलाई भिडियो मार्फत पनि देखाइरहेको छु उता घाममा बसेर पनि रोटी बनाएर सकिसक्नु भएको रहेछ क्यारे अनि यता भान्जाश्रीले पनि टक्क हुमाल्ने काम पाएको छन् र यिनलाई फेरि हुमालिरहेको छन् आगोको काम भइरहेछ बिचरा गाह्रो छ यिनलाई पनि होइन यिनको नाम पनि श्री मेरो नाम पनि श्रीधर अनि टक्कसँग यहाँ पण्डितजीले अराइराख्नु भएको छ अराइरहेको काम मैले चाहिँ फलो गरिरहेको छु त्यो काम मानिरहेको छु जल चढाउनको लागि थोरै यहाँ पानी राखेको छु जल हालेको छु अब चाहिँ नि अब बस्नु है तिमीले भन बाबु ल हात जोडेर ओम
ओम ब्रह्मचार्य ओम कर्म गुरु तिमीले भन ओम करवाणी ओम कर्वाणी ओम महादिवा सुसुप्ता तिमीले भन ओम न सोपानी ओम नसुपानी वाच्यम यच्छ तिमीले भन ओम यच्छानी र यहाँबाट हाम्रो चाहिँ मन्त्र सुनाउने काम पनि भइसकेको छ अनि मन्त्र सुनाइसकेपछि हाम्रो यहाँ जनै पनि लागिसकेको छ होइन जनै लाग्यो अनि मन्त्र सुनेपछि यो हामीले नुहाउने बिहान नुहाउने पूर्व फर्केर नुहाउने टक्क मन्त्र गर्ने जप गर्ने चाहिँ गर्नुपर्छ हामीले कार्य गर्नुपर्छ र यता भिक्षा माग्ने पनि बेला भइसकेको छ र भिक्षा माग्दाखेरिमा चाहिँ केही भन्नुपर्छ होइन अगाडि सुरुमा चाहिँ दैलोमा आमाहरूसँगबाट भिक्षा माग्ने र भिक्षा माग्दै गरेर गुरुलाई गएर त्यो भिक्षा बुझाउने हो अनि गुरुलाई हामीले पाल्ने हो कि भिक्षा माग्दा आश्रममा त्यस्तै हुन्छ नि त र भिक्षा माग्ने काम चाहिँ 3 चोटि हुन्छ यो भिक्षा माग्ने 3 चोटि यो ढोकामा गएर मूल ढोकामा आमाहरूसँग मूल गरेर आमाहरूसँग माग्ने त्यसपछि चाहिँ अन्त गएर माग्ने है छ अनि त्यसपछि चाहिँ यो गएर गुरुलाई बोलाउने गुरुलाई बुझाइसकेपछि हामीले भगवती भगवती भिक्षां देहि भगवती भगवती भिक्षां देहि र अनि यताबाट आइसकेपछि म यहाँबाट भिक्षा उठाउँदैछु अनि मेरा साथीहरू कलेजका साथीहरू स्कुलका साथीहरू छन् अनि यिनीहरूले पनि आएर यहाँ डालोमा केही भिक्षा हालिदिएका रहेछन् त्यही भएर यिनीहरूको पनि मैले सबैजनाको थोरै भए पनि भिडियोहरू बनाइरहेको छु अनि यहाँ यो भिडियोको क्वालिटी अलिकति कम पनि आएको रहेछ अनि यसबाट थोरै भिडियोको क्वालिटी कम आएको भएर त्यो चाहिँ अलिकति मान नगर्नु होला होइन अनि यसपछि यहाँ सबैजना बिना जो ठुलो मातृकाहरूको लक्ष्मीनारायण भगवानको शङ्कर भगवानको त्यसपछि हामी भोलिपल्ट गङ्गाजी नुहाउनको लागि गयौँ र गङ्गाजीमा हामीले कपाल विसर्जन गऱ्यौँ र के सिलाउनु पर्ने त्यो सिलायौँ र हल्का पौडी खेल्न नजानी भए पनि पौडी खेलेँ र अन्तिमसम्म भ्लग हेर्नु भएकोमा सबैजनालाई धन्यवाद र यस्तै भ्लगहरू हेर्न चाहनुहुन्छ भने म कोसिस गर्छु तर डेली चाहिँ यताउति भ्लग भनेर बनाउँदिनँ यतिन्जेलसम्म हेर्नु सबैलाई धन्यवाद थ्याङ्क यू सो मच सबैलाई माया लभ यु अल